यहाँ दबाई लाउनुपर्छ गाइस यसरी अलिअलि। सेलरी आउने टाइम पनि भएको छैन। अब यो जुत्तालाई टालटुल गर्नु पर्यो। गाइस यहाँ गडबडी भयो। जुत्ता नयाँ देखिन्छ नि हैन? नयाँ छ नि, देख्न सक्नुहुन्छ है, नयाँ छ। तर यहाँ एउटा जुत्ताको हालत यस्तो भयो। यस्तो भएको छ गाइस चाहिँ। सेलरी आउने टाइम पनि भएको छैन। अब यो जुत्तालाई टालटुल गर्नु पर्यो। टालटुल गरेर चलाउनु पर्यो गाइस। सेलरी एन्जल त्यहाँपछि किन्नु पर्यो। सेलरी आउने टाइम अझै भएको छैन, धेरै दिन बाँकी छ। जुत्ता त नयाँ छ है, केही भएको छैन तलतिर पनि। सबै यस्तो हालत खराब भयो। जुत्तालाई अब निकालिदिउँ अनि त्यहाँपछि हेरौँ यहाँभित्र कस्तो चाहिँ गर्दा ठिक होला यसलाई। हो गाह्रो बनायो त गाइस। सेलरी आएको छैन, आउने टाइम भएको छैन, जुत्ता फाट्यो। त्यसरी अब यसलाई टाल्नु पर्यो गाइस। यो लिएर आएको गाइस सुपर ग्लु। यो काम गर्छ कि गर्दैन त? ओके टाल्ने कोसिस गरौँ है त गाइस। अब यहाँ टाँस्नु पर्यो पहिला। यहाँ दबाई लाउनुपर्छ गाइस यसरी अलिअलि। दबाई लाउने अनि फेरि यसरी टाँस्ने। ओके टाँस्दै लानु पर्यो। पहिला ठाउँ टाँस्नु पर्यो। यसरी थोरै थोरै हल्का फुल्का दबाई लाउने अनि टाँसिन्छ। है
एउटा टाँसियो अर्को फेरि उक्यो नि त। यो त अस्ति मजाले टाँस्यो नि। जोडेन हो यो त जोडियो नि सबै। यो चाहिँ आज फेरि उक्यो क्या अर्को। पानी लाग्नु नहुने रहेछ यस्तो। पानी भन्दा नि हावाले पनि हुन्छ क्या दाइ। उम्, हावाले पनि हान्छ नि त अनि उम्, हुन्छ त जोडिन्छ। उम्, एकछिन जोडिने यस्तो रहेछ। के उस हालेर नचलाउनु न यसलाई छोडिदिनु न आफ्नो हिसाबले चलाउनु न। थपक्क चुप्प लगाएर हो यस्तो छोड मात्रै बस्नु यसलाई नचलाउनु के चलाएपछि त कहाँ हुन्छ त यो त च्याप्पै भएको छ त्यही हो यो सही भएको छ मजाले यसलाई टाँस्यो। एकछिन घाममा राख्नु नि यसलाई चिसो हावामा राख्ने हो अब छुन्छ उम्, चलाइराख्ने होइन क्या त्यसलाई यस्तो लामो पर्दो रहेछ अलिअलि। तँ त यति चाहियो नि चिज त्यसलाई अनि हो त्यस्तो चलाइरहनु कि त्यसलाई हो त्यो छोएपछि छोएको छैन भन्दैन कि हो त्यति मात्रै भयो भने त्यसलाई ल खै काम हुन लाग्यो है गाइस, काम हुन लाग्यो। सट्ट टाँस्यो। ओके गाइस, ल है त। ल गाइस, काम चलाऊ सरकार भयो है, काम चलाऊ सरकार। काम चलाऊ सरकार भयो है त। अब सबै टाँस्यो। यहाँतिर अलिक टाँस्नु, यहाँतिर अलिक प्रेसर पर्छ कि। ल फाइनली